हेलो 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 आज नेक्स्ट डे है हाम्रो आज कति हो 12 तारिक है आज मेरो एनदर अफ आज चाहिँ हामी खै कता जाने थाहा छैन जस कतै न कतै गइन्छ होला अब अहिले चाहिँ हामी क्याम्सी जान लाग्यो क्याम्सी गएर अहिले चाहिँ हामी हर्सफिल वेस्टफिलमा है अब क्याम्सी जाने क्याम्सी गएर ब्रेकफास्ट गरेर अनि त्यसपछि डिसाइड हुन्छ कता जाने भनेर है त ल हस् थ्याङ्क यू ल हेर्दै जाम कस्तो हुन्छ अहिले चाहिँ यो भर्खरै स्टार्टिङ है बिगिनिङ भयो ल हस् ओके हामी चाहिँ अहिले यहाँ क्याम्सी आइपुग्यो है तर यस्तो छ अब यहाँ यसो क्याफेमा गएर केही खाएर घुम्न जान्छौँ हामी यस्तो छ ल कता हो जोकर्स क्याफे भन्ने ठाउँ है त $15 अझै यो खानु भन त अबे वेदर चियर्स ल ओके अब आज हामी चाहिँ जाने भयो होइन अब यहाँ धेरै बेर सोचेर यहाँ गर्दाखेरि लङ जेटी भन्ने ठाउँ छ उता होइन यहाँबाट अब अलिक क्याम्सीबाट चाहिँ कति 1 hour 40 minutes लाग्दो रहेछ ओ माई गड मैले कसलाई देखेँ यहाँ भन्दै हेलो भाइ भन्दा के छ खबर ओ सरी अनि कहाँ देखाउँछ हजुर हेलो हेलो ब्रियाना व्हाट्सअप ए ब्रियाना क्रिस ब्रियाना हेलो हेलो के छ हाँस्दै ल हाँस्दै एक्साइटेड भएर ल निकाल्छ कि भनेर नाच्दा फेरि हो त्यसरी अनि घुमाउने त्यसलाई घुमाइछु यस्तो रहेछ के यस्तो हो ल बाई 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 ल बाई गर्दैन ल बाई 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 सानो बाई बाई ल दाइ ल राम्रोसँग गर्छु त ल ओके ल हस् ल ओके ल भुवन दाइसँग पनि भेट भयो अब हामी चाहिँ लङ जेटी भन्ने ठाउँमा जाँदैछौँ है 1-1.5 घन्टाको ड्राइभ छ क्या ल अब त्यहाँ गएर भेटौँ है त अहिले बाटोतिर भेटौँ न ल हस् ल सी यू लेट्स गो ल हामी चाहिँ एकछिनमा रोकिहाल्यौँ एकछिन अगाडि होइन आज फेरि कस्तो रहेछ नि यता दिदीको नि बर्थडे त्यसपछि यहाँ उता बागमारा बुवा मम्मीको नि आज एनिभर्सरी रहेछ होइन यहाँ अहिले चाहिँ फोन गर्दैछौँ होइन फोन गरेर विस गरिहालौँ भनेको खै मम्मीलाई फोन हाल्नु देख्छु है धेरैमा त आमा यहाँ टिभीमा हेरौँ त टिभीमा हेर्नुपर्छ यता आमा यता हेर्नु न क्यामेरातिर फोटो खिच्दिएको मैले हजुर ल फोटो खिच्दिएको ल मैले है ल फोटो खिच्दैछु आमा त हजुर दर्शन भाग्यमानी भयो हस् हजुर आमा कस्तो भयो बिहा गरेको कति वर्ष भयो होला नि 30 वर्ष है 30 वर्ष कि रचना 31 वर्ष भइगयो अनि हजुरको बिहा मात्र कहाँ 30 वर्ष भयो 30 32 वर्ष 33 वर्ष कति भयो ल हस् मम्मी है त ह्याप्पी एनिभर्सरी है त म पनि हेर्छु ह्याप्पी एनिभर्सरी मम्मी है त ल बाबुला अनि बुवालाई नि त्यही भन्छु बुवालाई अलिपछि फोन गर्नु होला है बुवालाई फोन हानेको फोनै लागेन दिदीको पनि आज बर्थडे फेरि ल मिल्छको पनि कतादेखि कता देखाउनु होला
हामी अब अलमोस्ट 45 मिनट बाँकी छ होइन यो कता पुलिङतिर आइपुग्यो कस्तो टाइम देखेको ओके ल हामी आइपुग्यो यहाँ अलमोस्ट 2 घन्टाको ड्राइभ पछि है त यही हो यही हेर्न आएको हो यहाँ यो ब्रिज छ यो ठ्याक्क कता भयो एरिया यस्तो छ अरू यहाँसम्म छ अब चाहिँ हामी चाहिँ वासरुम गएर चाहिँ अब जान्छ पानी पऱ्यो थियो एकछिन बाटोमा अहिले त ठिक्क भयो होला लेट्स गो चप्पल लाएर हामी लङ जेटीमा त्यही हो धेरै होइन गहिरो यस्तो छ त भ्यू यहाँको आज अन्त हामी मात्रै छौँ है हामी मात्रै हामी चाहिँ यहाँ छौँ है त अहिले पुरै घाम अहिले चाहिँ राम्रो हुँदै आएको छ यही हो हिँड्ने चाहिँ कोही छैन अहिले चाहिँ है अहिले चाहिँ हामी दुईजना मात्रै हिँड्दैछ यस्तो छ भ्यू यहाँ यस्तो गरेर यस्तो छ यस्तो फोटो खिच्दैछु नि हामीहरू यस्तो छ भ्यू म छु यता मान्छे आउँदै हुनुभएको छ अब हामी चाहिँ घर फर्किने बेला हुन लाग्यो टिकटक बनाउने दादा टिकटक बनाउनु हामी चाहिँ 2 घन्टा 2 घन्टा लागेर आएको ठाउँ चाहिँ यति नै हो है ल 2 घन्टा लागेर हेरेको यो कति 20 मिनट सकियो ए त्यहाँबाट आयो ऊ त्यहाँबाट यता आयो हजुर लेखनास्थल राम्रो थियो यो भन्दा ल साइड साइड यो अर्को साइड हो नि त हाम्रो जाने बेला भयो ओके अब चाहिँ हामी घर जाने बेला भयो लङ जेटी पनि घुमियो होइन उतापट्टि वकमा गएर नहाइयो होइन अब पानी चाहिँ पाइएन अब घर जाने हो घर जाने होइन त्यो सब बाटोतिर कतै रोकेर चाहिँ होइन के खाने हो घर जाने ल है त आजको चाहिँ लास्ट डेस्टिनेसन चाहिँ यही नै थियो यो लङ जेटी ओके अहिले चाहिँ हामी यहाँ ह्यारिस पार्कमा आइपुग्यौँ है चप्पटी सबै खानालाई पुरै थकाइ लागेर 1.5 घन्टा 1.5 घन्टा ननस्टप यो ठाउँमा जाँदा 1.5 घन्टा अझ 2 घन्टा जस्तो लाग्यो आउँदा 2 घन्टा जस्तो छ चटपटै कस्तो छ भन त म त 7 सम्म दिन्छु यो चटपटीलाई कतिमा 100 मा कि 10 मा 10 मा 8 सम्म चाहिँ म बनाउँछु यो सम्म दिएर राखेको कस्तो छ मिठो छ पनि ओके हामीले त अब टनमा खायो फेरि एकछिनमा पिज्जा अब पिज्जा खान बाँकी छ पिज्जा चाहिँ आजको डिनर त्यसपछि हामी घर जान्छौँ कति बजी 6:30 कति भइसकेको छ त्यसलाई है यो चाहिँ हाम्रो डिनर डोमिनोज ल ओके यो चाहिँ हाम्रो ल डिनर यहाँ छ डिनर
पिज्जा होइन अनि डाइटको के छ ल त्यो दिन चाहिँ यति नै होइन ल अब हामी डिनर सिनर यसो जाने त्यही पिज्जा खाने सुत्ने है त ल आजको लागि यति हेरिदिनु भयो थ्याङ्क यू सो मच आज पनि रमाइलो भयो धेरै थोडा जस्तो भयो आज धेरै हिँड्यो लामो दिन बिहान उठेदेखिको होइन हस् ल हस् सी यू नेक्स्ट टाइम है त ल थ्याङ्क यू ल बाई बाई भन्नु ल बाई बाई ल ओके सी यू